नमस्कार दोस्तों। आजको स्टोरी नेपालको 100 प्लेसहरूको बारेमा हो। नेपालमा त धेरै 100 प्लेसहरू छ, तर यो टप 5 प्लेसहरू नि अहिले नेपालको सबैभन्दा बढी 100 प्लेसमा आउँछ। सबैभन्दा पहिला त रानीवन। रातमा मान्छेहरू त्यहाँ कोही रुन्छ जस्तो साउन्ड सुन्छ त्यहाँको बसिन्दाहरू। के भयो थियो नि, त्यो फोरेस्टमा एउटा हत्या गरेर फालिएको थियो अरे। अनि त्यसपछि त्यहाँ जो दुईटा केटाको शव चाहिँ थियो जङ्गलमा पायो, झुन्डिएर मरे थियो। त्यसपछि त्यहाँको बसिन्दाहरू भन्छ त्यसको बिहानै बत्तीदेखि चाहिँ कोही रुन जस्तो साउन्ड आउन थाल्यो यो फोर्सबाट। त्यसैले त्यहाँ मान्छे जान डराउँछ रातिको बेला। त्यस्तै नेपालको आर्यघाट निकै नै डरलाग्दो ठाउँ हो। आर्यघाट नेपालको काठमाडौँ ठाउँको पशुपति मन्दिरको छेउमा आर्यघाट हो। त्यहाँ मान्छेको शव जलाउने गर्छ। मरेको मान्छेको शव त्यहाँ जराउँछ। त्यहाँ मान्छे जान्छ नि, जेता हेर्दा त्यता हेर्दा चारैतिर हेर्दा नि मान्छेको शव जलिरहेको हुन्छ। त्यसैले मान्छेहरू त्यहाँ जान डराउँछ, किनकि मान्छेको चारैतिर शवै शव हुन्छ। शव हेरेर मान्छेहरू डराउँछ। दिनमा चाहिँ मान्छेहरू जान डराउँछ भने रातमा के होला। त्यसैले चाहिँ त्यो आर्यघाटलाई नेपालको 100 प्लेस पनि भनिन्छ। त्यस्तै नि आउँछ चितवनको चाहिँ देवघाट। निकै नै डर लाग्दो ठाउँ हो त्यो देवघाटमा नि। त्यहाँ पुलिसहरू चाहिँ उत्खनन गरिरहेको थियो नि, त्यसै बेला चाहिँ त्यो मानिसहरूको कङ्कालहरू मात्र चाहिँ त्यहाँ पायो। धेरै कङ्कालहरू चाहिँ त्यहाँ पायो। त्यसै बेलादेखि चाहिँ त्यसलाई चाहिँ भूत भएको ठाउँ चाहिँ भन्न थाल्यो। नेपालको चाहिँ भूतियो प्लेसमा चाहिँ त्यो पनि आउन थाल्यो। अहिले चाहिँ त्यहाँ भन्छ नि चाहिँ रातिको बेलामा चाहिँ कोही रुन्छ, नाच्छ। त्यसैले चाहिँ त्यो अहिले नेपालको भूतियो प्लेसमा चाहिँ त्यो पनि आउँछ। त्यस्तै नेपालको माउन्ट एभरेस्ट विश्वको सबैभन्दा ठुलो पर्वत हो माउन्ट एभरेस्ट। निकै नै डरलाग्दो ठाउँ हो त्यो पनि, किनकि मान्छेहरू चाहिँ धेरै आउँछ त्यहाँ चढाइ गर्न। तर एउटा दुईटा मान्छेको चाहिँ त्यसमा चाहिँ डेथ भइहाल्छ। त्यो माउन्ट एभरेस्टको स्टोरी चाहिँ मेरो अर्को भिडियोमा चाहिँ पूर्ण रूपले बताएको छु, कृपया गरेर हेर्नुहोस्। त्यस्तै आउँछ मुगनी नारायण घाट सडक। त्यस्तै नै निकै नै डरलाग्दो प्लेस हो त्यो।
त्यो सडक के हुन्छ नि ती मान्छेहरू चाहिँ दिनैमा चाहिँ गाडी बाइकले जान्छ, अचानक चाहिँ केही हेरेर चाहिँ एक्सिडेन्ट भइहाल्छ, मान्छे गरेर चाहिँ मान्छेहरूको डेथ हुन थाल्छ त्यो बाटो। अहिलेसम्म चाहिँ धेरै मान्छेको चाहिँ त्यो बाटोमा चाहिँ ज्यान गएछ। रातिको बेला त अझै चाहिँ त्यो बाटोमा चाहिँ मान्छेहरूको डेथ हुन्छ। त्यसैले त्यो सडकलाई चाहिँ निकै नेपालको 100 प्लेसमा चाहिँ त्यो सडकलाई पनि लिएको छ। यस्तै चाहिँ 100 प्लेसलाई जान्नुहुन्छ भने चाहिँ सब्सक्राइब गर्नुहोस्। कुनै स्टोरी भएको भए तल जिमेल आइडी सेयर गर्नुहोस्। चाहिँ सुन्दरी जल, त्यहाँ मान्छेहरू अकालमा चाहिँ एउटा दुईवटा मान्छेहरू सधैँ चाहिँ त्यहाँ जानु घुमाउँछ आफ्नो, किनकि धेरै मान्छेहरू चाहिँ त्यहाँ घुम्न आउँछ चाहिँ सुन्दर जललाई। तर एक अकालमा चाहिँ त्यहाँ चाहिँ मान्छेहरूको डेथ भइहाल्छ, खसेर चाहिँ राम्ररी खाना हुन्छ त्यही खसिहाल्छ। त्यसैले त्यही सुन्दरी जललाई चाहिँ पनि नेपालको सबैभन्दा 100 प्लेसमा चाहिँ नाम आएछ। त्यो सुन्दरी जलमा भन्छ नि मान्छेहरूको बलि माग्छ भनेर, किनकि जति पनि पहाड चढ्ने चाहिँ व्यक्तिहरू हुन्छ नि त्यहाँ हुन्छ त्यो सुन्दरी जलमा नि चढाइ गर्नु, तर चाहिँ खसेर मान्छेको डेथ भइहाल्छ। त्यसैले त्यो प्लेसलाई चाहिँ 100 प्लेस भन्छ। निकै नै डर लाग्दो प्लेसहरू चाहिँ नेपालमा चाहिँ धेरै छ। त्यो सबैले जानकारी चाहियो भने यो च्यानललाई सब्सक्राइब गर्नुहोस् अनि यो भिडियोलाई सेयर गर्नुहोस् अनि कमेन्ट गर्नुहोस् चाहिँ यो भिडियोहरूको चाहिँ छुट्टै छुट्टै चाहिँ स्टोरी सेयर गर्नको लागि।